हेलो गाइज, हेर्न सक्नुहुन्छ आज चाहिँ मेरो हातमा यो चौरीको पुच्छर। अब यो गाई गोरु के को थाहा छैन होइन, जस यसलाई चमर भन्छ र यो विशेष गरी चाहिँ हाम्रो धार्मिक आस्थाको लागि प्रयोग गरिन्छ। यो हाम्रो भेनाको लागि हो, यो चाहिँ बनिँदै गरेको है। र यसको आज हामी यसको ब्लिड ह्यान्डल बनाएर चाहिँ फिट गर्दैछौँ। र अहिले चाहिँ म गाईघाटमा छु, भेनाहरूकै कारखानामा आएको छु, सुनचाँदी पसलमा। र यदि हामी साला भेना मिलेर बनाउँदैछौँ। हेर्नुलाई त्यही चौरीको पुच्छर चमर भन्छ यसलाई। ल तातो होइन यता 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 चाहिँ फिक्स टाइपको। अब यसलाई एउटा काटी हाल्नुपर्छ। लाभ पनि मिल्छ हो। हाय हाय हेलो ब्रदर। हाय हैन अर्को पनि चाहिन्छ, अर्को छ भने पर्दैन। अलिकति हान्नु न। अब यो हातले हान्नु न। त्यो पुच्छरे भएको त भाँचै छ, नसोच्यो छोड्दिनु, त्यसले केही फरक पर्दैन। यस्तो सोच्दा त्यसले केही फरक परेन। ल हेर्न त चौरीको चमर। यो चाहिँ अब के बचार गर्ने बाछोको चमर यो के को लागि हो? जस आफ्नो कुलमा सजाएर राख्ने त्यस्तो कामको लागि प्रयोग हुन्छ। हेर्नुलाई ल त धन्यवाद छ।